Hello guys, welcome back to my channel. This is Dipendra Chaudhary. अनि फेरि त्यो बयान छ नि त के साथीको आइफोन छ धाक देखाइराखेन यतिको भने खै यो पनि जान्छ कि नै थाहा छैन फेरि जानु पर्यो आज चाहिँ हाल्छु होला हामी आज कहाँ जान लाग्यो भन्दाखेरि सियल फरेस्ट अनि अब कस्तो माहौल छ म देखाउँछु सोल्टीको स्वर पनि आइसकेको छ 2 हप्ताको डाङको सुकाइपछि यस लेट्स ब्याक ल हामी चाहिँ तीनजना गएको 2 किलोमिटर अनि कि त बसा न केटाहरु हिँड्छ कहाँ जाने मन अनि अब हामी चाहिँ हिँड्दै कति 2 किलोमिटर पारी जान लाग्यो अब हाम्रो सोल फरेस्ट चाहिँ अलिकति टाढा रहेछ होइन अनि कहाँ कुन ठाउँ अजुबा ठाउँमा झर्यो भन्दाखेरि अहिले म तपाईँहरूलाई देखाउँछु है त गाडी कस्तो छ यो चाहिँ हाम्रो मेट्रो स्टेसन होइन हामी चाहिँ यहाँ माथिदेखि आएको माथिदेखि यता तल आएर अनि हामी चाहिँ अब खोला काटेर हामी चाहिँ सोल फरेस्ट जान्छ हो बस जान्छ बस जान्छ होला सायद हामी चाहिँ अब टुवर्ड सोल फरेस्ट जान लाग्यो अनि केटाहरू यता जान लाग्यो हाम्रो यहाँ कोरियामा चाहिँ स्प्रिङ सिजन स्टार्ट हुन लागिसक्यो अनि यहाँ देख्न सक्नुहुन्छ हरियाली सबैतिर अनि यहाँ चाहिँ एकदम राम्रो मौसम छ आजभोलि अनि धेरै मान्छेहरू चाहिँ आजभोलि घुम्न जान्छन् होइन अनि यहाँ चाहिँ हाम्रो अब अड्डिसक्यो रातो बलिसके पनि हामी गइहाल्छौँ It's okay for now. Arun, I'm the gentleman, Arun Chaudhary. And here is the coolest guy in my vlog. Yeah. Yeah. Thanks, bro. Yeah. Ultimate news body. What? 100% famous celebrity हो के अब त्यो लेभलको मान्छे ए त्यो पनि हो पोज दिन लाएर न यो फेरि के हो मेट्रो स्टेसन ये महिना कुपाङ हो यार कुपाङ कहाँमा टेमु देख्न गएको त कस्तो छ त यहाँ लोकेसन आहा नजारा भनेको यो हो के धेरै दिनपछि सुकुन देख्न पाइयो सुकुन महसुस हुँदैछ आज आएर धेरै दिनपछि हामी चाहिँ गाडीमा नआएर हिँड्दै अब जान लागेको लगभग अहिले 10 मिनट भइसक्यो हामी हिँड्न लागेको हार्ली डेभिडसन बाइक उडायो ए यहाँ माथि जानु रहेछ त कि जाने हो हामी चाहिँ हाइवेमा मस्त हिँड्दै भ्यू हेर्दै हिँडेका छौँ अनि यहाँ जान्छ जस्तो लाग्यो मलाई यहाँ चाहिँ नि पाहाडमा जाने पहाड रक क्लाइम्बिङ गरे जस्तो छ ऊ पारि
आहा कस्तो दामी ठाउँ यार धेरै दिनपछि यस्तो दामी ठाउँ देख्न पाइयो ओहो हाम्रो मेट्रो आइरहेछ फेरि यहाँ चिचकेरेल KTX गयो KTX सट्टा लाएर कस्तो दामी हामी चाहिँ धेरै दिनपछि फेरि घुम्न निस्केको मैले चाहिँ धेरै दिनपछि आज भिडियो बनाउँदैछु अनि आज म तपाईँहरूलाई सल्ट फरेस्ट देखाउँछु होइन सल्ट फरेस्ट हामी चाहिँ गएको छैन त्यही भएर आज घुम्न आएको एकदमै रमाइलो लागिरहेको छ आज धेरै दिनपछि घुम्न पाउँदा अनि यसरी रमाउनु पाउँदा होइन सधैँ काम गरेर बसिरहेको त्यही नै यो चाहिँ खोला हान्डी भयो एकदमै सफा यो हो के नजारा भनेको अनि गाइज हामी चाहिँ अहिले सल्ट फरेस्ट पुग्न लगाइसक्यौँ होइन सायद यही नै हो सल्ट फरेस्ट चाहिँ हामी चाहिँ त्यहाँ मेट्रो स्टेसनदेखि चाहिँ हिँड्दै आएको अनि रमाइलो भयो हिँड्दै भ्यू हेर्दा होइन अब कहिले त्यहाँ हिँड्नु पनि पर्छ शरीरको लागि अलिकति स्वस्थ भइन्छ नि हेल्दी भयो हिँड्दै आएको यहाँ चाहिँ पिक्सारको कम्पनी रहेछ कम्पनी हो कि के हो तर यहाँ रहेछ होइन यो सायद ठेक्पे हुनसक्छ ठेक्पे हुने जस्तै देखिरहेछ होइन अनि पिक्सार तपाईँहरूलाई थाहा छैन भने पिक्सार चाहिँ एउटा एनिमेसन कम्पनी हो होइन कार्टुन प्रड्युस गर्छ जस्ट लाइक वर्ल्ड डिज्नी होइन त्यही नै हो अनि हामी चाहिँ सल्ट फरेस्ट पुगिसक्यौँ सायद लगभग किनकि अब जङ्गलहरू देखिरहेछ नि त त्यही भएर ओहो यो पनि राख ल हामी पुलिस सोल्टी चाहिँ यहाँ अगाडि हुनुहुन्छ सायद खुरा क्या आन्दे चाहिँ हाम्रो अगाडि पुलिस हुनुहुन्छ यहाँ चाहिँ गइदियो अच्छा भिडियो कस्तो ह्यान्डसम कति ह्यान्डसम देखिरहेको छ त्यो हामी चाहिँ रोड क्रस गर्न लाग्यो बस गुला गयो भने मलाई कहाँ उडाउँदा भने हामीलाई पुइ म त वहाँ पाइदिँदा तिमी त डाइरेक्ट सल्ट फरेस्ट पुग्थ्यो हामी चाहिँ सल्ट फरेस्ट पुगिसक्यौँ है गाइज होइन यहाँ अगाडि छ त्यो चाहिँ मेरो क्यामेरा क्वालिटी चाहिँ अलिकति नराम्रो भएर छ होइन तर हामी चाहिँ पुगिसक्यौँ सल्ट फरेस्ट यो चाहिँ मेन इन्ट्री हो मेन इन्ट्री त होइन त्यही पनि होइन हुन त यही हो तर मेन इन्ट्री चाहिँ होइन जे भयो नि यहीँदेखि गएर भित्र छिरे त भइ गएर हामी चाहिँ फाइनली सल्ट फरेस्ट आइसक्यौँ होइन अनि
कस्तो ए आहा कस्तो दामी ठाउँ यो एन्ड्रोइड मोबाइलमा राम्रो आउँदैन होला हाम्रो आँखाले राम्रो खिच्छ हजुर यस्तो दामी भिडियो आइरह यस्तो ह्यान्डसप निकाल्दैछु अब भिडियो हेर अब त्यहाँ गएर जन्मजातै हो क्या जन्मजात ल भन त कोरियन कोरियन बोल्दै आउनु त्यो चाहिँ जापानिजमा ल यहाँ त पुरै टक्लु बनाइदिएको यहाँ चाहिँ कति सफा हो तल ए यो पार्क नै हो कि यो हल्का शान्त वातावरणमा घुम्न आउने कस्तो राम्रो धेरै पछि सुन्यो ढुकुर कराएको नि नजारा त यहाँ रहेछ क्या कस्तो दामी होइन कस्तो दामी क्या यो हो नि त कस्तो दामी छ यार तर साँच्चै यार मैले सपनामा एकचोटि यही देखाएको थिएँ क्या हो साँच्चै हो तर हो क्या साँच्चै यस्तो देखाएको थिएँ है मैले आज विपनामा पनि देख्न पाइयो तर सपना हो सायद मेरो त्यो पनि स्ट्याचु हो कि त्यो साँच्चीको हो होइन बगुलो साँच्चै हो होइन साँच्चीको कहाँ स्ट्याचु हो अरे कस्तो दामी ठाउँ रहेछ यहाँ चाहिँ ठिकै स्पेयर टाइम के अरे युटिलाइज गर्न चाहिँ यहाँ आउन सकिन्छ होइन कस्तो दामी ठाउँ घुम्ने ठाउँ छ एकदमै राम्रो रहेछ यस्तो बस्ने लिएर आएर बिछाएर खाने भने म पनि लिएर बनाउनु कागज वाउ घुम्न आउनुलाई त दामी रहेछ बात चाहिँ नटिपो है हामी पढेनौँ स्पेसल भर्याङ हो कस्तो दामी भर्याङ छ त यहाँ गएर एडभेन्चर गरौँ न कस्तो हुन्छ हो र हो ए 7 to 12 कस्तो दामी बनाएर रहेछ बच्चाहरूले मात्र फेरि अहिले ठुलो मान्छेहरू चर लाग्यो नि त भाँचिन्छ क्या हो त ओ नानो चरिरहेछ त्यहाँदेखि अब सेल्फी हानिरहेको यो चाहिँ के हो फेरि त्यो पानी तान्ने मेसिन त होइन ए त्यही त मैले भने त पानी तान्ने मेसिन कस्तो यहाँ चाहिँ खेल्ने ठाउँ रहेछ
खेल्न जानुपर्छ क्या हो बच्चा बनिदिउँ न हामी पनि नजारा भनेको यो हो अब हामी यो माथि जाउँ न होइन कस्तो नजारा देखिन्छ यो फ्लोर चाहिँ कस्तो दामी क्या रोडहरू पनि चोट नलाग्ने जस्तो होइन गइदिउँ न त कस्तो छ नानी सिब्लडी खेल्न आइरहेछ ल गर्छ कि कस्तो दामी देखेर कस्तो मजाले ल डन आयो डन 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 रमाइलो हो रमाइलो हो यो चाहिँ हाम्रो डेटिङ स्पट हो है यहाँ मेरो साथी अब प्लान गर्दैछ डेटिङ आउने यहाँ समातेको पनि मलाई पर्मसन हो यो मान्छेको नाम अरुण चौधरी हो मेरो जिक्स अनि यो मान्छेको नाम चाहिँ सिरु प्रसाद तबला श्रीधर यहाँ चाहिँ हामी वाटर फाउन्टेन खोज्न आएको थियौँ तर यहाँ चाहिँ भेटेन त्यही भएर हामी चाहिँ अब इन सर्च अफ फाउन्टेन वी आर गोइङ समवेयर अनि त्यो चाहिँ भेटेन अब चाहिँ हामी लाग्छौँ होला सायद रुमतिर Yes, definitely. Back to the room. कस्तो राम्रो बियरहरू देख्न पाइयो डियर के डियर आहा कुछ यार गोठमा हुँदै नि ट्याक्कै पहिलोचोटि यस्तो बास आयो होला त्यस्तै त्यो घाँस खाएर गोबर 70 गर्ने लाग्यो नि यहाँ चाहिँ सिङहरू रहेछन् जराएको सिङ जराहरू पालेर राखेको छ भित्र चाहिँ देख्नु पर्ने हामीले क्या चरा हो यो
4 भयो क्यामेरामा So guys, here we come to the end of our प्लेस यो चाहिँ हामी नयाँ ठाउँ दामी छ र यहाँ त दाम न यहाँ यस्तो दामी भ्यू नहेरेर हामी कहाँ यार यहाँ नआएको त त्यो नै भएन क्या कस्तो दामी ठाउँ मिस गरेर जानु लाग्यो हामी त तर इन्डोनी कस्तो के मर्ने लाग्छ के बाख्रा जस्तो छ नि यार एक्टिभ त्यो के भन्छ रे के भन्छ अनि धेरै सफा ठाउँमा राख्दिएर हो के अल्छी भएको यिनीहरू अल्छी होइन लाग्यो भने जङ्गलमा दौड्ने मान्छे के लागेर आउँछ देखाउँछ नि हाम्रोमा भैँसी बाख्रालाई हो के के भन्छ नि त त्यस्तै के भन्छ रे यार त्यसलाई खै के भन्छ कस्तो दामी ठाउँहरू छ नजारा है कस्तो दामी ठाउँ देखेर सुकुन लाग्ने रुखा हान्दे हो नजारा भनेको यहाँ छ क्या कस्तो दामी ठाउँ यार कति दामी ठाउँ ओहो कस्तो दामी ठाउँ गाइस कति दामी ठाउँ खायो धेरै पछि घुम्न पायो होइन कस्तो दामी ठाउँ क्या टराएर फ्रन्ट टाइममा राम्रो छ क्या साथी तर हामीले उ गर्नु पर्दैन अघि उता यो रुट क्रस गरेर यहाँ आवा नजिक पर्दो रहेछ यहाँदेखि यस्तो यो बाटो यो धेरै हल्लिने रहेछ यार ओ माई गुडनेस मान्छे राम्रो होला कि क्यामेरा राम्रो होला नि किसिमै देख्यो नि किसिमै देख्यो नि बाबु यो बाबु कुन ठाउँ पर्यो घर बाबु सारी उम्र हम मर के जुलिया कुंतो हमें जीने दो ला 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 ना 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 के होता मीठो गीत गाएर म मेन रोड चाहिँ कहाँ छ हाम्रो जाने होइन हामी चाहिँ घुमेर फेरि त्यही ठाउँमा आइसक्यौँ होइन हामी चाहिँ घुमिसक्यौँ होइन अब हामी रुमतिर जान लाग्यो अनि अब यहाँसम्म यतिमा पार्ने गरेको आजको लागि यति नै We'll meet in next video. Thank you so much for watching.